उल्यो र यहाँ मुनिबाट बसेर हो कि बसेर मामाले पकाएको चाउमिन खान दिनुभयो त्यो खाएर बसेर आइरल पनि दिनु होला है बाजेले सेवा गर्नु भएको छ क्या मान्छेहरू चाउमिन पकाउने मोमो पकाउने होइन एकदम चाउमिन यस्तो एकदम मिठो चाउमिन बनाउनु एकदम कस्तो छ स्वादिष्ट कस्तो छ बवाल छ नास्ता खानको लागि आउनु होला सिजाली होटलमा जुम्री डी बस पार्क छेउमा सिजाली होटलमा होटलमा आउनु होला यहाँ अनेक थरीको नास्ताहरू पाइन्छ पकौडा पाइन्छ ललिपप पाइन्छ खुट्टा अन्डा पाइन्छ चाउमिन पाइयो यी चिकन चाउमिन सुकुटी चाउमिन भुटुवा चाउमिन मोमोहरू एकदम मिठो आएर हाम्रो मामाले बनाएको नास्तामा यसो एकचोटि एकदम मिठो गरेर जानु होला